अब तेरो बुढीलाई कल गरेर 20 लाख रुपैयाँ भगाउँछु। हेलो हेलो ए नानी मम्मीलाई देऊ त। मेरो मम्मीलाई लाइन मार्ने होला हैन? म किडन्यापर हो। किडन्यापरले चाहिँ मार्दैन र? तेरो बाबा मसँग छ बुझिस? बाबाले लाइन मार्न लाको हो? अरे मम्मीलाई फोन दे र भन कि 20 लाख लिएर आउनु। मम्मी र बाबाले चाहिँ बोलाउने, मलाई चाहिँ नबोलाउने। पिकनिक बोलाएको हो र? मलाई पनि बोलाउनु अनि पछि म मम्मीलाई भन्छु। ल ल त पनि तेरो मम्मीसँग पैसा लिएर आइज। पैसा अनलाइन कि क्यास? अनलाइन नगर, ट्रान्ज्याक्सन देखिन्छ। क्यास लिएर आउनु, क्यास लिएर आउनु। 1000 को नोट ल्याउनु कि 500 को नोट? जुन भयो नि हुन्छ। जुन त आकाशमा छ। अरे 500 र 1000 मिलाएर लिएर आउनु, तर पैसा चाहिँ पुरै लिएर आउनु। पैसा मैले बोक्ने कि मम्मीले बोक्ने? मम्मीलाई बोक्न दे। पैसा सुटकेसमा ल्याउने कि ब्यागमा ल्याउने? जुनमा ल्याउँदा पनि हुन्छ। जुन त आकाशमा छ। ब्यागमा लिएर आइज, ब्यागमा। हातमा बोक्ने ब्याग कि पछाडि बोक्ने ब्याग? भिर्ने ब्याग, भिर्ने ब्याग। ट्रेकिङ ब्यागमा ल्याउनु कि स्कुल ब्यागमा? जुनमा ल्याउँदा पनि हुन्छ। जुन त थाहा छ जुन त आकाशमा छ। स्कुल ब्यागमा ले, स्कुल ब्यागमा शङ्का हुँदैन। हिँड्दै आउनु कि ट्याक्सीमा आउनु? ट्याक्सीमा आइज, छिटो हुन्छ। अटोवाला ट्याक्सी कि याङ्गोवाला ट्याक्सी? हे तेरी जुनमा आउँदा पनि हुन्छ के? जुन त आकाशमा छ। थाहा छ जुन त आकाशमा छ। त्यहाँनिर जुन पाउँछ त्यसमै आइज, सुरुमा जे पाउँछ त्यसमा आइज। अगाडि सिटमा बस्नु कि पछाडि सिटमा? अरे अगाडि नै बसेर आइज, तर आइज। मम्मी अगाडि बस्ने कि म अगाडि बस्नु? चुप जो बसेर आउँदा पनि हुन्छ, छिटो लिएर आइज, न त तेरो बाउलाई म मारिदिन्छु। गोली हानेर कि चक्कु हानेर? गोली हानेर मार्छु, गोली हानेर। ककवाला बन्दुक कि राइफलवाला बन्दुक? जुनले भए पनि हान्छु बुझिस्? जुन त आकाशमा छ। ओ छिटो आइज, न त तेरो बाउले सास फेर्न छोड्छ। मुखबाट कि नाकबाट? होइन तँलाई डर लाग्दैन? मम्मीदेखि कि बाबादेखि? मदेखि म किडन्यापर हो नि त। तेरो बाउ मेरो कब्जामा छ, छिटो लिएर आइज। कुन लुगा लाएर आउनु? तेरो मम्मीलाई सो, तेरो मम्मीले जुन लुगा भन्नुहुन्छ त्यही लुगा लाएर आइज। ल लोकेसन सेयर गर्नु, हामी आइहाल्यौँ। ल म लोकेसन सेयर गरिदिन्छु। पैसा आउने हो। को हो? पुलिस हामीले तँलाई घेरिसक्यौँ। पुलिस? कहाँबाट आयो पुलिस? ल लोकेसन सेयर गर्नु, हामी आइहाल्यौँ। ल म लोकेसन सेयर गरिदिन्छु।